यहाँ भनिएको भिजिट भिजा के हो, यो फ्रिलान्सर भिजा के हो, यहाँको अवस्था के छ। यहाँ नेपालमा दुबई जानुभन्दा ओहो दुबई पुगेपछि नै भिजा पाइन्छ भन्ने अब के अरे जब पाइन्छ त्यहाँ बुटोल रुखमा चाहिँ पैसा फल्छ भन्ने किसिमको धारणा परिवर्तन गराउनको लागि तपाईँहरूले आजबाट के गर्नुहोस् भने जो छुट्टी जानुहुन्छ आफ्नो वडा अध्यक्षलाई भेट्नुहोस्, वडा अध्यक्षलाई त्यहाँका 90 लाख कामदारको विषय हो। अहिले चाहिँ विभिन्न किसिमले सामाजिक सञ्जालदेखि लिएर माननीय अहिलेका श्रम मन्त्रीज्यूको चाहना अनुसार मैले सुनेअनुसार चाहिँ यो चेलीबेटीहरूलाई खाडी पठाउने योजना बनिरहेको छ। खबरदार गर्न चाहन्छु यही स्टेटबाट G2G अथवा दुई देश बिचको सम्बन्ध के अरे सम्झौता बिना चाहिँ हुँदैन। उनीहरूको व्यवस्थित तरिकाको चाहिँ सम्झौता करार हुँदैन। ती दिदीबहिनीहरूलाई यहाँ ल्याइनु हुँदैन। उनीहरूको सुरक्षा हामी हिजो हेरेको होइन, हामी अबुधाबीको सेल्टरमा अजमानबाट रेड हानेर दूतावासको ड्राइभरसँग गएर 12जना चेलीबेटीलाई उद्धार गरेर म त्यो अवस्था फेरि आउन सक्छ। त्यसैले म तपाईँहरूलाई सजग गराउन चाहन्छु, खबरदारी गर्नुहोस्। यो किसिमको कुत्सित खेल हुँदैछ। फेरि विभिन्न धारणामा महिलाहरूलाई चाहिँ यहाँ घरेलु महिला कामदारको रूपमा विदेशमा बेच्ने एउटा खेल एक्लै अर्कालाई खुइलाउने, एक्लै अर्कालाई गाली गर्ने, फरक पार्टी भयो भन्दैमा अनि एउटा पार्टीले अर्कालाई खुइलाउने त्यो खालको राजनीति अब नेपालमा चल्दैन। म एउटा कुरा भन्नै चाहन्छु। अघि साथीहरूले भन्नुभयो कोही रगतले लतपतिएका, कोही चाहिँ अब हामी चाहिँ यसरी अगाडि बढ्नुपर्छ भनेर धेरै कुराहरू टिप्पणी गर्नुभयो। अब चाहिँ हिजोको इतिहास त्यो कुनै कालखण्डको चाहिँ आवश्यकता थियो। त्यो रगतले लतपतिएका कुराहरू पनि छोडौँ, अरू ठुला पार्टीलाई गाली गर्न पनि छोडौँ। तपाईँहरू युवा हुनुहुन्छ, नयाँ जोसका साथ आउनु भएको छ। पुरानोहरूको अनुभव र नयाँ युवाहरूको जोसलाई मिसाएर अब देश विकासको लागि त्यो शक्तिलाई चाहिँ देश विकासको लागि खर्चन आवश्यक छ। तपाईँ आफै यहाँ काम गरेर रोजगार गरेर हामी रेमिट्यान्स पठाएर देशमा अहिले एक किसिमले भन्यो भने हाम्रो चाहिँ तपाईँ हामीले पठाएको रेमिट्यान्सको कति ठुलो उल्लेखनीय भूमिका छ। रेमिट्यान्सले धानेको देश भन्छौँ हामीहरू होइन। अब हामीहरूले हाम्रो सम्माननीय प्रधानमन्त्रीको संयुक्त नेपाल सुखी नेपालीको अवधारणालाई साकार पार्नको लागि तपाईँ हामीले हुन्डी मार्फत पैसा पठाउने होइन, हामीले च्यानल मार्फत पैसा पठाएर देशलाई समृद्धि घाँटी रेप्नलाई कोसेली तरवार आएको छ। धन्यवाद। एउटा सुमधुर सम्बन्धमा दरार आएको छ, घाँटी रेप्नलाई कोसेली तरवार आएको छ। तपाईहरूलाई त उपहार पनि फुल आयो होला। आज बिदाको दिन यहाँभन्दा अगाडि कतै फुल लिएर आउनुभयो कि? विशेष गरी युएमा हुनुहुने धेरै चिरपरिचित अनुहारहरूले चाहिँ यो गजल सुन्नुभएको छ, तर केही नयाँ केही आदरणीय व्यक्तित्वहरूको लागि यो गजल सुनिदिन चाहेको हुँ। तपाईहरूलाई त उपहार पनि फुल आयो होला अमर सर, तपाईहरूलाई त उपहार पनि फुल आयो होला।
मलाई तीखा काँडाहरूको प्रहार आएको छ। दिपेन्द्र सर, मलाई तीखा काँडाहरूको प्रहार आएको छ। एउटा सुमधुर सम्बन्धमा दरार आएको छ। नेपाल सरकारसम्म पुगोस् यो कुरा। आँगनमा बुवाको लास हेर्न कोही आएनन्। लक्ष्मण सर, आँगनमा बुवाको लास हेर्न कोही आएनन्। आँगनमा बुवाको लास हेर्न कोही आएनन्। मृत्यु दत्ताको दस्तुर लिन सरकार आएको छ। आँगनमा उमाकान्त सर, आँगनमा बुवाको लास हेर्न कोही आएनन्। मृत्यु दत्ताको दस्तुर लिन सरकार आएको छ। एउटा सुमधुर सम्बन्धमा दरार आएको छ। सुदूरपश्चिममा जीवन जल नभएर जीवनै जलियो अरे। धर्मजी, सुदूरपश्चिममा जीवन जल नभएर जीवनै जलियो अरे। सुदूरपश्चिममा जीवन जल नभएर जीवनै जलियो अरे। औषधिको झुटो आश्वासन लगातार आएको छ। एउटा सुमधुर सम्बन्धमा दरार आएको छ। शिवी दाजु, तपाईँले सुन्नु भएको गजल हो। योगेन्द्र दाजु सर सुन्नुभएको छ। घाँटी रेट्नलाई कोसेली दरबार आएको छ। सधैँ भाग्य नै खोटो भन्दै भावीलाई दोषी ठाने। विकास सर, मेरो भाग्य त सधैँ भाग्य नै खोटो भन्दै भावीलाई दोषी ठाने। भाग्य र भावी बीच तगारो निधार आएको छ। एउटा सुमधुर सम्बन्धमा दरार आएको छ। मेरो मित्र मुसुमुसु हातले हुन्छ दिवस सर, म अन्तिम शेरतर्फ जाँदैछु। मेरी आमा भन्नुहुन्छ बरु म घरमै मर्छु, मलाई नलैजा अस्पताल। सबैभन्दा ठुलो व्यापार कहाँ हुन्छ हजुरलाई राम्रोसँग थाहा छ? शिक्षा र स्वास्थ्य। मेरी आमा भन्नुहुन्छ बरु म घरमै मर्छु, मलाई नलैजा अस्पताल। अरे यार, घर खेत बेच्दा पनि नपुग्ने स्वास्थ्यमा व्यापार आएको छ। मेरी आमा भन्नुहुन्छ, हामी सबैजनाको आमाले भन्नुहुन्छ बाबु मलाई नलैजा अस्पताल। अरे यार, घर खेत बेच्दा पनि नपुग्ने स्वास्थ्यमा व्यापार आएको छ। अमरजी, एउटा सुमधुर सम्बन्धमा दरार आएको छ। घाँटी रेट्नलाई कोसेली तरवार आएको छ। धन्यवाद। यो अवसरको लागि तानेर उहाँलाई कहाँ पुर्याइएको छ तपाईँहरूलाई थाहा छ कि छैन? हो, उहाँले गर्नुभएको एउटै गल्ती भनेको उहाँ व्यावसायिक पेसागत जिम्मेवारीबाट जब राजनीतिमा आउनुभयो उहाँले गर्नुभएको गल्ती भनेको राजनीति गर्नु नै गल्ती हो साथीहरू। भन्ने कुनै पनि हाम्रो सभापतिको गल्ती छैन। त्यसकारण तपाईँहरूले यो बुझ्नुपर्छ कि अब हामीले पुराना शक्तिहरूलाई परास्त गर्ने एउटै विकल्प भनेको राष्ट्रिय स्वतन्त्र पार्टी हो। त्यो जग हामीले आज बनाइराखेका छौँ। तपाईँहरूले यहाँबाट जुन सपोर्ट समर्थन गरिराख्नु भएको छ त्यसको लागि म आभार प्रकट गर्न चाहन्छु। र हामी भन्न चाहन्छौँ पुराना दलहरू सकिएको भए हामी किन यो ठाउँमा आइराख्नु पर्थ्यो र हामीले किन यो उभार जनमानसलाई एकै ठाउँमा वृहत गर्नु पर्थ्यो र हामी भन्न चाहन्छौँ साथीहरू, उदाहरण टाढाको जानै पर्दैन, टाढाको उदाहरण हामीले खोज्नै पर्दैन। अस्ति हिजोका उदाहरणहरू पुराना दलहरूका लमजुङमा खुकुरी काण्ड भयो। कसको? नेपाली काङ्ग्रेसको। देउबा पक्षले गभर्मेन्ट पक्षलाई खुकुरी हाल्यो। त्यसको न प्रहरीले कारवाही गर्यो न पार्टीले कारवाही गर्छ? गर्दैन। यिनीहरूले कसको लागि काम गरिरहेछ तपाईँलाई थाहा छ? आफ्नो पार्टीको कार्यकर्ताको लागि र आफ्नो लागि मात्रै काम गरिराखेका छन्। के त्यहाँ अनुशासन छ? के त्यहाँ विधि छ? के त्यहाँ स्थिति छ? केही पनि छैन साथीहरू। त्यसै गरी पर्वतमा उनीहरू केही कार्यकर्ता कुटिएका छन्, कारवाही हुँदैन। न पार्टीबाट कारवाही हुन्छ न सरकारबाट कारवाही हुन्छ। ल कस्तो छ व्याधिति? यो अन्त्य गर्नुपर्छ कि पर्दैन? हो, यही अन्त्य गर्नको लागि रासपा आएको हो साथीहरू। त्यसकारण तपाईँहरूको यो उल्लासमा उपस्थितिले हामीलाई ऊर्जा भरेको छ। हामी विदेशमा जुन ठाउँमा जान्छौँ हामीलाई यसरी नै तपाईँले ऊर्जा भन्नुभएको छ र यो ऊर्जा अब देश विकासमा लगाउनुपर्छ। र हाम्रो नेताहरूलाई बिग्रिने छुट छैन। अहिले पनि संसदमा हाम्रो नेताहरूले जसरी गडगडाएर हाम्रो चाहिँ जनताको पक्षमा भिसाको प्रकरणको पक्षमा काम गरिराख्नु भएको छ त्यो यहाँहरूलाई पनि लागेको छ। यो गर्वानुभूति भइराखेको छ। यहाँहरूले सबैले चाहिँ सम्मान पनि गर्नुभएको छ। हामी भन्न चाहन्छौँ हाम्रा नेताहरूलाई खुट्टा कमाउने छुट छैन। जसरी रवि लामिछानेलाई जसरी सत्ताले चाहिँ एउटा हुँदै नभएको झुटो आरोपमा अहिले कस्टडीमा राखेको छ, हाम्रो सभापतिले हिजो पनि एउटा चाहिँ प्रतिवेदन हामी माझ ल्याउनु भएको छ, जनता माझ ल्याउनु भएको छ। त्यो यहाँले हेर्नु भने प्रश्न हुन्छ रविजीलाई किन चाहिँ मुद्दा लगाइयो, झुटा मुद्दामा किन थुनियो भने यिनीहरूका अपराध लुकाउनलाई रविजीलाई थुनियो। अब हामी छोड्नेवाला छैनौँ। 84 मा तपाईँहरूको मत भनेको जनअदालत हो। त्यो जनअदालतले दिएको मतले अब यिनीहरूलाई सबैलाई जेलको कोठरीमा पुर्याउनुको लागि यहाँहरूलाई हामी आह्वान पनि गर्न चाहन्छौँ। र आगामी दिनमा 84 मा
आगामी 1-2 महिना सभापति पनि चुन्नुहुन्छ र त्यति बेलासम्म हामीले बढाउँदै लग्यौँ भने तपाईँहरूले पनि आफ्नो यहाँ युए मात्रै भन्ने अवस्थामा रहेनछ। त्यस कारणले मलाई त यो शब्द नै सच्याउनु पर्ने जस्तो लाग्यो आज, किनभने तपाईँहरूले यति धेरै उत्कृष्ट काम गरेर बस्नु भएको देखेर। त्यस कारण मैले सम्बोधन नै गरिनँ, तपाईँलाई अचम्म लाग्यो होला, कता कता पुगे जस्तो लाग्यो होला। आजको यस कार्यक्रमका सभा अध्यक्ष महोदय र सबैजना उपस्थित हुनुहुने सबैजनालाई अभिवादन टक्राउन चाहन्छु। यो मेरो मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको आदरणीय पार्टी सभापतिज्यूले यो अभिवादन आदरणीय पार्टी सभापतिज्यूले आज बिहान म करिब 5 बजे सुत्न भनेर बेडमा गएको थिएँ अनि नेपालको समय अलि अगाडि भएको भएर सभापतिज्यूको फोन आइहाल्यो 6 बजेतिर। अनि सभापतिज्यूलाई मैले म युएमा छु दुबईको कार्यक्रममा भनेर भने सभापतिज्यूले यहाँहरूलाई केन्द्रीय समितिको तर्फबाट आदरणीय पार्टी सभापतिज्यूले रूपन्देही जिल्लाको भैरहवा कारागारबाट यहाँहरूलाई शुभकामना पठाउनु भएको छ। रवि लामिछाने एउटा विचार बनेर आइसकेको छ। रवि लामिछाने एउटा व्यक्ति होइन। रवि लामिछाने कहाँ छ भनेर अब हामी त्यसको हिसाब किताब नगरौँ, त्यसको हिसाब किताब त कुनै दिन गरौँला। जसरी ब्याङ्कमा राख्दाखेरि पैसाको ब्याज मात्रै पाइन्छ, रवि लामिछानेलाई प्रत्यक्षको लागि थुनामा राखेको यो सरकारले ब्याज मात्रै तिरेर पुग्दैन, स्याज पनि तिर्नुपर्छ। त्यो दिन त अवश्य आउँछ। नेपालमा धेरै परिवर्तनहरू भएका छन्, नेपालमा धेरै परिवर्तनहरू भएका छन्। अब त्यो परिवर्तन यस्तो परिवर्तन आउँछ जुन परिवर्तनले यो नेपाल समृद्ध बन्नेछ। नेपालमा पानीको हाहाकार आज पनि गर्नुपर्ने जुन अवस्था छ, स्वास्थ्यमा जुन अवस्था छ, शिक्षामा जुन अवस्था छ, रोजगारीको जुन अवस्था छ, त्यसको अन्त्य गर्नलाई त्यो परिवर्तन त गरेरै छाड्नुपर्ने छ साथीहरू। हो, अग्रजहरूले व्यवस्था परिवर्तन गर्नको लागि थुप्रै कामहरू गर्नुभयो, हामी उहाँहरूलाई धन्यवाद दिन चाहन्छौँ। तर व्यवस्था परिवर्तन गर्नलाई काम गरियो, जेल बस्यो भनेर तपाईँ र मेरो पुस्ता अनि तपाईँ र मभन्दा पछिल्लो हुर्कँदै गरेको पुस्तालाई चुस्न चाहिँ पाइँदैन साथी। त्यो चुस्ने अधिकार चाहिँ ती पुस्तालाई छैन जसले व्यवस्था परिवर्तन गरेकै न्युमा तपाईँ हामीलाई विदेश लखट्ने अधिकार चाहिँ उहाँहरूलाई छैन। त्यस कारणले तपाईँ र मेरो पुस्ता यति भाग्यमानी छ साथी हो। म तपाईँहरूलाई विनम्रताको पूर्वक अनुरोध गर्न चाहन्छु। म आज युएको एउटा कार्यक्रममा बोलिरहेको छु। म यहाँ मात्रै होइन, म यो पार्टी स्थापना गर्नको लागि एउटा सिट बिउ रोप्ने एउटा सदस्य हो। मैले मेरो करिब 47 वर्षको उमेरमा पहिलोपटक मैले राजनीतिक दलमा प्रवेश गरेको। मैले मेरो जीवन कहिले राजनीति गर्नुपर्छ भनेर लागेन मलाई। म व्यापार व्यवसाय गर्नुपर्छ, देशलाई खर बुझाउनुपर्छ, देशमै बसेर काम गर्नुपर्छ भनेर म अहोरात्र खटेँ। तर त्यसले पुगेन जब हामीले कालीकोटमा अस्पताल बनायौँ। 30 वर्षका बहिनीहरू, मेरो 72 वर्षको आमाभन्दा कमजोर अवस्था हामीले आँखाले देख्यौँ। जब हामीले कोरोनाको महामारीमा काम गर्यौँ, 2 जना मध्ये 1 जना मात्रै भए पनि बाँच्नुपर्छ भनेर रविजी आफै गाडी चलाएर हिँड्नुभयो, म आफै गाडी चलाएर अक्सिजन खोज्दै हिँड्यौँ। धेरै मान्छेहरूलाई बचायौँ अनि हामीलाई थाहा भयो यो देशलाई हाम्रो आवश्यकता रहेछ। त्यति मात्रै होइन, तराईमा एउटा बालकलाई समाधि गर्ने ठाउँको अभाव भएर पानीमा बगाउने अवस्था जुन भयो र त्यहाँ हामीले थुप्रै घरहरू बनायौँ, थुप्रै मान्छेहरूलाई हामीले केही सहयोग गर्ने कोसिस गऱ्यौँ। त्यसपछि हामीलाई थाहा भयो यो देशको नेतृत्वले, यो देशको राजनीति गरेका नेताहरूले, यो देशमा सरकार चलाएकाहरूले ती जनताको आवाज बुझेका रहेनछन्, हाम्रो देशको भूगोल देखेका रहेनछन्। कालीकोट कस्तो छ भनेर थाहा रहेनछ, मधेस कस्तो छ भनेर थाहा रहेनछ, सोलुखुम्बु कस्तो छ भनेर थाहा रहेनछ, सुदूरपश्चिम कस्तो छ भनेर थाहा रहेनछ, अनि 5 थर इलाम कस्तो रहेछ भनेर थाहा रहेनछ। त्यस कारणले हामीले त्यो अठोट गऱ्यौँ। रवि लामिछानेले त्यो अठोट गर्नुभयो। अब म टिभीबाट कराएर मात्रै हुँदैन, म मैदानमा उत्रनुपर्छ र मैले केही गर्नुपर्छ। युवा पुस्ताले मसँग केही खोजिरहेको छ, यो पुस्तासँग म सँगसँगै अगाडि बढ्नुपर्छ भनेर हामीले यो अभियान सुरुवात गरेका हौँ।
मैले जहिले पनि भन्ने गरेको छु साथी हो, हामी को अगाडि को पछाडि होइन, तपाईहरू हाम्रो पछाडि होइन, तपाईहरू हामीभन्दा सानो होइन, तपाईहरू जहाँ बसिरहनु भएको छ तपाईहरू हामी समान हो साथी हो। हामी सँगै सँगै हिँड्ने हो र सँगै सँगै देश समृद्ध बनाउने, जसले जहाँबाट जे गर्न सकिन्छ, कसैले भौतिक उपस्थिति दिएर होला, कसैले विचारहरू दिएर होला, कसैले सानो सानो आर्थिक सहयोग गरेर होला, हामी सँगै सँगै अगाडि बढ्नुपर्छ। त्यसकारण यो पुस्ता यस कारणले भाग्यमानी छ, संसारका केही विकसित देशहरूको उदाहरण दिउँ यहाँहरूलाई। कोरियाको विकास कसरी भयो यहाँहरूले फुर्सदमा गुगलमा हेर्नु होला। जापानको विकास कसरी भयो, सिङ्गापुर कसरी भयो, मलेसिया कसरी भयो, यही दुबई कसरी भयो यहाँहरूले हेर्नु होला। र यो बनाउनको लागि एउटा पुस्ताले दुःख गरेको छ साथी हो, अहोरात्र खटेको छ, आफ्नो ज्यान गुमाएको छ, विकासका लागि, समृद्धिका लागि, स्वास्थ्य क्षेत्र परिवर्तन गर्नका लागि, शिक्षा सुधारको लागि एउटा पुस्ताले दुःख गरेको छ। त्यो दुःख गर्ने पुस्ता हामी बन्दैछौँ, तपाईँ हामी बन्दैछौँ र तपाईँ हाम्रो इतिहास लेखिने छ कि अबको 50 वर्ष पछाडि यो पुस्ताले नेपाल समृद्ध बनायो, नेपालमा सुशासन कायम गर्यो, नेपालबाट भ्रष्टाचारको अन्त्य गरेरै जान्यो भनेर हाम्रो पुस्ताले त्यो इतिहास लेख्न पाउनेछ। त्यसकारणले मैले यहाँहरूलाई भनेको हामी त्यो भाग्यमानी पुस्ता हो। त्यसकारणले रवि लामिछानेले सुरुवात गरेको अभियान न त उहाँ प्रधानमन्त्री बनेर आराम गर्नको लागि थियो, न त म एउटा मन्त्री बनेर गर्नलाई थियो, न त मलाई गाडी चढ्नको लागि थियो, न त मलाई घर बनाउनको लागि थियो साथी। कमसेकम हामीले 10 वर्षसम्म एक ढिक्का भएर हाम्रो देश समृद्ध बनाउनको लागि तपाईहरू जहाँ हुनुहुन्छ त्यहीँबाट आजै फर्किहाल्नुहोस्, आजै नेपाल आइहाल्नुहोस् भनेर म भन्दिनँ साथी। त्यो दिन पहिला हामी बनाऊ, नेपाल जानलाई देश बनाऊ। अहिले पनि हाम्रो देश जान नमिल्ने देश होइन, जान नहुने देश होइन। हाम्रो देश साँच्चै नै तपाईले हामीले विश्वमा खोज्दाखेरि महत्त्वपूर्ण अत्यन्तै बस्नलाई सुन्दर देशहरूमध्ये एउटा देशमा पर्छ। तर जिउनको लागि जिन्दगी सबैले एकपटक पाएको हुन्छ, उसले सुख शान्ति समृद्धिमा खुसीसँग जिउन चाहन्छ। तर न बा आमा बिरामी हुँदा अस्पतालमा गएर उपचार पाउँछौँ, डाक्टरले उपचार गर्दैन भन्यो सांसद खोज्नुपर्छ बालाई भर्ना गर्नको लागि, अनि सांसद खोज्नुपर्छ एउटा सानो बच्चालाई स्कुल भर्ना गर्नको लागि, अनि घरमा पानी आएन। अघि भर्खर पूर्ववक्ता साथीहरूले भन्नुहुन्थ्यो अहिले पनि मधेरामा पानी लिन जानलाई 20 मिनट आधा घन्टा 1 घन्टा हिँड्नुपर्छ भनेर। हामी ठुला ठुला भाषण दिन्छौँ तर समृद्धि नाराबाट आउँदैन साथी, काम गर्नुपर्छ, काम गरेर मात्रै समृद्धि आउँछ। साथीहरूले थुप्रै प्रश्नहरू गर्नुभएको छ, कति साथीहरूलाई यहाँ आएर बोलेर आफ्ना तिता मिठा राम्रा सुझावहरू दिने इच्छा पनि थियो। आज मलाई थाहा छ सबै साथीहरूलाई बोल्न दिने इच्छा पनि थियो। साथीहरू म आउन नभ्याउला, तर विभिन्न नेताहरू आउनुहुन्छ, तपाईँहरूसँग हामी संवादमा छौँ। हाम्रा सचिवालय छ, 1900 जना सांसदहरूको सबैको स्वकीय सचिवहरू छ, सबैको नम्बरहरू सार्वजनिक छ। तपाईँ हामीहरू संवादमा रहौँ। हामी यसरी जम्मा भएको बेलामा सुनेर भाषण सुनेर यो रेकर्ड गरेर सामाजिक सञ्जालमा हालेर लाइक र फलोवर्स बढाएर अनि मात्रै समृद्धि देशमा हुनेवाला छैन। हामीले काम गर्नै पर्छ। म धेरै कसैको विरोध, कसैलाई गाली त्यो गरेर मेरो समय बर्बाद गर्न चाहदिनँ। यो हाम्रो देश कहाँ पुगेको छ, कस्तो गरेको छ, आज 21औं शताब्दीमा जेनजी पुस्तामा यो अहिलेको प्रविधिको युगमा देशको अवस्था के छ मैले तपाईँहरूलाई भन्नु पर्दैन। मभन्दा धेरै जानकार तपाईँहरू हुनुहुन्छ। हरेक बेलुका मैले भन्दा बढी तपाईँहरूले समाचार हेरिराख्नु भएको छ। हिजो बिहान 5 बजे उठेर म हिजो दिनभरिको तयारीमा थिएँ, आज बिहान 5 बजे उठेर तपाईँहरूसँगै छ। हामी निरन्तर कामै गर्नका लागि लागिरहेका छौँ। हामी सदनमा हामीले दिन सक्ने हाम्रो आफ्नो प्रस्तुति, हामीले गर्न सक्ने विरोध, हामीले विरोध यसका लागि गरिरहेका छैनौँ। तपाईँहरूले अघि भन्नुभएको यही दुबईलाई ट्रान्जिट बनाएर विभिन्न शक्तिको आडमा, विभिन्न नेताहरूको आडमा नेपाली जनतालाई, तपाईँ र मेरा दिदीबहिनीलाई, तपाईँ र मेरा छोरीहरूलाई, तपाईँ र मेरा दाजुभाइलाई बेचिरहने अनि हामी हेरिरहिदिनु पर्ने, अनि हामीले विरोध गर्न नहुने, अनि हामीले यो मन्त्रालयबाट भएको छ, यो मन्त्रालयमा छानबिन गर्नु पर्यो भनेको त्यही मन्त्रालयको हाकिम चाहिँ छानबिन समितिको संयोजक भनेर छानबिन गर्ने।
अनि हामी मानिदिनु पर्ने। त्यस कारण यस्तो हुन सक्दैन। त्यस कारणले हामीले गरेको विरोध अब अस्ति एक दिन त निलो लगाएर गयो, किन निलो लगाएर आइस? अर्को दिन कालो लगाएर गयो, किन कालो लगाएर आइस? अनि मैले भनिदिएको कसैले संसद भवनमै हाम्रा दिदीबहिनीलाई यौन व्यवसायमा लागू गर्नु, यौन व्यवसाय चलाउनुपर्छ भनेर भाषण गरेको चाहिँ ठिक मानिदिनु पर्ने हामीले। अनि हामीले हाम्रो नियमावली छ, जुन नियमावलीले लेखेको छैन कि कुन लाउनै हुँदैन, कुन लाउनुपर्छ भनेर हामी अनुशासित भएर मर्यादित भएर लाएर गएको कुराहरूले चाहिँ उहाँहरूलाई पुरै चाहिँ तनाव भयो। हामीले चाहिँ कुर्सी भाँचेको भए तनाव हुन्न थियो होला, किनभने उहाँहरूलाई त्यो बानी परेको थियो। हामीले चाहिँ माइक भाँचेर भएको त्यो पनि उहाँहरूलाई चित्त बुझ्थ्यो, किनभने बानी परेको थियो। त्यो मात्रै होइन, त्यो गलफन्दी पनि रातो लाएर गएको भए उहाँलाई मन पर्थ्यो, किनभने उहाँले लगाइरहनु थियो। अनि हामीले यो भनिरहेका छौँ अबको विश्व भनेको चाहिँ युद्धबाट होइन, अबको विश्व भनेको चाहिँ रक्त क्रान्तिबाट होइन, अबको विश्व भनेको चाहिँ शान्त एउटा सुसंस्कृत राजनीतिबाट परिवर्तन गर्नुपर्छ। त्यस कारणले यो विश्वले नै सिक्नुपर्ने कुरा छ। अहिले काहीँ युद्ध भइरहँदाखेरि युद्ध नहोस् भनेर हामी प्रार्थना गरिरहेका छौँ। अनि अन्त युद्ध हुन चाहिँ युद्ध नहोस् भनेर हामी प्रार्थना गर्ने। अनि हाम्रो देशमा चाहिँ राति क्रान्ति गर्नुपर्ने, टायरै बाल्नुपर्ने, तपाईँको गाडी नै तोडफोड गर्नुपर्ने, मान्छे नै मार्नुपर्ने, हामीले त्यो गर्न हुन्न भनेको पछि नहुँदैन। त्यस कारणले केही छैन। अब हामीले जवाफ दिने एउटा सजिलो बाटो छ। संसारमा सबै कुरालाई मान्छेले एकदम धेरै अप्ठ्यारो मान्नुहुन्छ। मलाई साथीहरूले भन्दाखेरि आज बिहान म 5 बजे सुत्न गएको, 7 बजे उठिछु अनि साथीले भन्नुभयो तपाईँ गाह्रो होला नि त भने। अनि साथीहरूले मलाई त्यो झुकझुक निद्रा पनि लागेन आज, किनभने तपाईँहरूको यो एउटा आशा, तपाईँहरूको यो एउटा हामी प्रतिको देशप्रतिको माया, यसले त मलाई तपाईँले बनाइदिनु, मलाई त मोटिभेसन दिन्छ। जसरी मैले 3-4 शब्द बोलेर तपाईँहरूलाई केही केहीले आशा जगाउँछ भने तपाईँहरूको यो उपस्थितिले हामीले आशा जगाउँछ। हामीले अब आउने निर्वाचन जहिलेसुकै होस्, एकचोटि मैले भन्ने गरेको छु एउटा उदाहरण, यहाँ बस्नुहुने सबैजना मध्ये एकजना खतरा सेफ हुनुहुन्छ रहेछ खाना पकाउने, तर किचनमा जानै नदिने कहिल्यै पनि। अनि मिठो पकाउँछ नमिठो पकाउनु थाहा हुन्छ। किचनमा त जान दिनु पर्ला, पकाउन दिनु पर्ला, खाएर हेर्नु पर्ला। राष्ट्रवादलाई एक पटक 5 वर्ष अब मैले गरेको कामको व्याख्या हजुरले सुनेको त 2 छाडा मात्रै हो। म त्यो आफूले काम गरेको व्याख्या धेरै नगरौँ भन्ने चाहना हुन्छ, त्यहीँ भने 1-2 मिनट भनौँ। त्यस कारणले 5 वर्ष राष्ट्रपाले यदि देशको नेतृत्व लिन पायो भने साथी हो, म अरू त केही भन्दिनँ। तपाईँ हाम्रो यो उमेर पुस्ताले अहिलेसम्म नदेखेको समुन्नत नेपाल कसरी हुन्छ, समृद्धि कसरी हुन्छ, सुशासन कसरी कायम हुन्छ, भ्रष्टाचार कसरी अन्त्य हुन्छ, त्यो हामी देखाउँछौँ। कतिजना रवि लामिछानेलाई थिम्नु हो भने मैले आज दुबईमा यो देखेको त सबै रवि लामिछाने नै हो। मैले त भन्ने गरेको छु कहिलेकाहीँ यो राजनीतिमा चाहिँ अलिअलि चाहिँ पाली पनि खानुपर्ने रहेछ, गाली मात्रै कति खाने भनेर होइन। साथीहरूले भन्नुहुन्थ्यो हामीले सरकार चलाएपछि त भ्रष्टाचारीहरूलाई जाग्नको लागि जेल त थुप्रै बनाउनुपर्छ, फेरि त्यहाँ पनि खर्च हुन्छ भन्नुहुन्थ्यो। तर मैले चाहिँ पछिल्लो समय एउटा अध्ययन गरेको, त्यसो गर्न नपर्ने रहेछ, खर्च जोगिने उपाय रहेछ साथी। हामी सरकारमा जाने बित्तिकै खुला बोर्डर छ हाम्रो, त्यो खुला बोर्डरबाट भ्रष्टाचारीहरू भागाभाग भएपछि त हजुरको त्यो जेल बनाउनु पर्ने पैसा नै बसिरहेछ। त्यो पैसा त स्कुलतिर लगानी गरौँला, उता अस्पतालतिर लगानी गरौँला। हिजो मात्रै सदनमा वीर अस्पतालको व्यथा चाहिँ सांसदले बोल्दै हुनुहुन्थ्यो। वीर अस्पतालको व्यथा हामी बोलिरहेका छौँ, जुन काठमाडौँमा छ सबभन्दा पुरानो अस्पताल। स्वास्थ्य मन्त्रालय हामीसँग छ, युवा स्वास्थ्य मन्त्री हुनुहुन्छ, लाइनै बस्न नपर्ने भन्नुभएको थियो। पहिलाभन्दा 3 गुणा लामो लाइन बस्नु पनि बनाइदिनु भएको छ। अब यसरी त परिवर्तन हुँदैन। अब यहाँ केही प्रश्नहरू आएछ, म त्यो उत्तर दिन्छु। त्योभन्दा अगाडि हिजोबाट हामीले सुरु गरेको रवि लामिछानेमाथि भएको
राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर अभियान एउटा सुरुवात भएको छ। यहाँ यहाँहरूले फर्किनुभन्दा अगाडि भ्याउनेले सक्नेले चाहना हुनेले यसमा सही गरेर जिम्मा लगाए आयोजकले जिम्मा लिएर कसरी व्यवस्थापन गर्ने ध्यान दिनु होला। अब अघि नै उद्घोषक पूर्व उद्घोषक मित्रले भनेर गइसक्नुभयो पक्कै यहाँलाई हतार छ, मलाई त हतार छैन। फेरि भोलि काठमाडौँ फर्कँदैछु। अब आजको भोलि बिहानसम्म तपाईँहरूसँग काहीँ न काहीँ बस्न, अझ अन्तिममा तपाईँहरूले चान्स दिनुभयो भने म यता सेल्फी पनि हाल्छु है साथीहरू सबैजना। तपाईँहरूसँग मेरो एउटा साइनो लाग्नेछ आज। अर्को निर्वाचनमा तपाईँहरूलाई मैले आज गरेको प्रतिबद्धताहरू र तपाईँहरूले मलाई यहाँ आएर जनाएको प्रतिबद्धताको त्यो साक्षीको लागि एउटा फोटो राख्न चाहन्छु, त्यो पछि खिच्नेछु। त्योभन्दा अगाडि अरू दुई चारवटा कुरा गरिहालौँ छोटकरीमा। देशमा रोजगारी नपाएर विदेशी बाध्य भएको विशाल कम्ती हामीसँग छ। अनि उहाँहरूलाई बिना शोषण कसरी श्रमको मूल्य प्राप्त गर्ने बनाउन सकिन्छ, यो राष्ट्रपाको आफ्नो मुद्दा हुन्छ। राष्ट्रपाको मुद्दाको बारेमा हामीले थाहा पाउनुपर्छ। विदेशमा बस्नुभएको जमात जुन विदेशमा बस्नुभएको नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूले श्रमको शोषण नभइकन उहाँले आफूले गरेको श्रम बराबरको श्रम प्राप्त गर्नुपर्ने त्यो अधिकार छ, श्रमको मूल्य छ, त्यो प्राप्त गराउने राष्ट्रपाको आफ्नो मुद्दा हो। हामीले हाम्रा राजनीतिक मुद्दाहरू सङ्गठन र साथीहरूलाई मैले धेरै बोल्दिनँ है साथीहरू, हजुरलाई हामीलाई छ्याउ लाग्यो थाक्यौँ भन्नुभयो भने ठ्याक्कै छोडिहाल्छु। हामीले हाम्रो सङ्गठन निर्माण गर्नुपर्ने छ। हामीले हाम्रो अभियान मार्फत त्यो त्यति धेरै घटाउँदै हिँड्नुपर्ने कुरा होइन। जनताले महसुस गरिदियो भने, श्रमिकहरूले महसुस गरिदिनु भयो भने हुन्छ भन्ने मेरो कुरा। त्यस कारणले मैले भनेको मात्रै 1 घन्टा हो साथीहरू, 2 मिनट 44 सेकेन्डमा श्रम स्वीकृति हुन्छ। तर अपराधीहरूले पास गर्यो भने त्यहाँ कोही पाउन जानु सक्दैन। अपराधीहरूका कोही तपाईँ पाइमा लाग्छु भने पनि हामी जान मन लाग्दैन। त्यस कारणले नेतृत्वमा बस्ने मान्छेहरू सही हुनुपर्छ। मलाई आशा छ आजको दिनमा पनि त्यसमा निरन्तर प्रयास भइरहेको छ। अहिले पछिल्लो समय गएका डिजीले त्यसलाई कार्यान्वयन गर्न कोसिस गरिरहनु भएको छ। त्यस कारणले श्रम स्वीकृति अहिले पनि 1 दिनभन्दा 2 दिन नै लाग्दैन जस्तो लाग्छ। तर हामीले 1 घन्टाभन्दा 2 मिनटको पेजमा लेखिएको छ साथीहरू। हामीले कहिले पनि आफूलाई पनि विश्वास गर्न सकिँदैन, कहिलेकाहीँ आफैमाथि पनि शङ्का गर्नुपर्ने हुन्छ। त्यही शङ्का मात्रै हो साथीहरू। तपाईँहरूलाई म फेरि दोहोऱ्याएर भन्छु, रवि लामिछानेले सहकारीमा कुनै अपराध गरेको छैन, त्यति कुरा मानिदिनुहोस्। किनभने रवि लामिछानेले 2016बाट निरन्तर म उहाँसँग छु। कुनै सहकारीमा उहाँले पहिला पनि टेक्नु भएको छैन, कुनै कागजमा सही गर्नु भएको छैन, कहीँबाट पैसा ल्याउनु भएको छैन। तर उहाँले काम गरेको संस्थामा पैसा आयो र त्यो पैसा आएको पैसा कसैले ल्याएको, त्यहाँको अध्यक्षले ल्याएको पैसा चेक काटेको कर्मचारी भएर बसेर जिम्मेवारीमा चेक काटेको पैसा नेपालको कानुनले कम्पनी ऐन अनुसार हुनुपर्ने कारबाहीलाई सरकारले प्रतिशोध साधेको मात्रै हो। यो ढिलो छिटो प्रमाणित हुन्छ, प्रमाणित गरेर छाड्छौँ, त्यस पछाडि विश्वास पार्न चाहन्छु। मैले भने पार्टी सभापतिज्यूमाथिको प्रतिशोध अहिले उहाँ रूपन्देही भैरवा कारागारमा हुनुहुन्छ। पूर्वपक्षको लागि थुना हो, यो चाहिँ सजाय फैसला भएर थुनामा बसेको होइन, साथीहरूलाई बुझ्नु पर्यो। र उहाँलाई हामीले काठमाडौँमा अड्डासार भन्ने भाषा प्रयोग गरिन्छ, अदालती भाषा। काठमाडौँको कारागारमा लग्नको लागि हामीले अनुमति प्राप्त गरिसकेका छौँ रूपन्देही जिल्ला अदालतबाट। तर त्यसमा पनि राजनीति गरेर गृह मन्त्रालयले रोकिरहेको छ। त्यसको पनि हिसाब किताब हुन्छ साथीहरू, ढिलो छिटो। सबैले अपराध गरेको पहिला चाहिँ मेरो हजुरबाहरूको पालामा मैले सुन्ने गर्थेँ, बाबु अपराध नगर है, स्वर्ग गइँदैन नर्क गइन्छ, त्यहाँ चाहिँ हामीलाई कारबाही हुन्छ नर्कमा भनेर। तर अहिले चाहिँ जिउँदैमा
सजाय पाइन्छ त्यो कुरा गल्ती गर्नेहरूले नबुझेको मात्रै हो। सजाय पाउन थालेपछि गल्ती गर्नेहरूलाई थाहा हुन्छ। अहिले मरेर स्वर्ग अथवा नर्क गएर सजाय होइन, जिउँदैमै स्वर्ग यो सजाय पाइन्छ गल्ती गर्नेहरूलाई। त्यस कारण अहिले पनि कानुनले अदालतले अड्डा सार्नको लागि अनुमति दिँदा दिँदै नै रोकिरहेको छ। तर यसको ढिलो छिटो हामी कार्यान्वयन ल्याउँछौँ र उहाँलाई काठमाडौँ अड्डा सार गर्छौँ, जसले गर्दा हामीसँग निरन्तर संवाद गर्दा अलिक सजिलो हुन्छ। त्यति मात्रै हो, नत्र चाहिँ उहाँलाई त्यहाँको बसाइ पनि उहाँको अप्ठ्यारो छैन, सजिलै छ। मैले उहाँलाई सभापति जोडको यहाँहरूको चिन्तालाई मैले जानकारी गराएँ। अर्को साथीहरू, पार्टीलाई बलियो बनाएर लिएर जानको लागि हामीले पार्टी पिल्लर्स भन्ने एउटा अवधारणा ल्याएका छौँ। यो यहाँको चाहिँ समितिसँग यहाँले संवाद गरेर त्यो पार्टी पिल्लर्समा जोडिन कोसिस गरिदिनु होला। पार्टी सदस्यता लिनलाई चाहने साथीहरूले केही अप्ठ्यारो भयो भने यहाँको साथीहरूसँग संवाद गरेर त्यसमा लिइदिनु होला। अर्को, भोटर कार्ड बनाउनुपर्छ है साथीहरू। भोट हाल्नको लागि भोटर कार्ड चाहिन्छ, अनलाइनबाट मिल्छ। हाम्रो यहाँको समितिलाई पनि म अनुरोध गर्न चाहन्छु, एकजना संयोजक नै बनाएर भोटर कार्ड बनाउनेमा लागौँ अहिलेदेखि। र नेपाल गएको बेलामा बायोमेट्रिक दिनुपर्छ एकचोटि। त्यो बायोमेट्रिक दिने काम हरेक जिल्लामा पाइन्छ। त्यो जिल्लामा गएर बायोमेट्रिक दिने र आफू चाहिँ सुरक्षित भएर भोट हाल्ने त्यो मतदाता बनेर बस्नको लागि म अपिल गर्न चाहन्छु। अर्को, म यहाँहरूलाई अब आउने निर्वाचनमा ओडादेखि ओडामा उम्मेदवार बन्न पाइन्छ साथी हो। म अर्को एउटा कुरा पनि राखेँ यहाँहरूको अगाडि। ओडामा उम्मेदवार बन्न पाइन्छ, पालिकामा उम्मेदवार बन्न पाइन्छ, प्रदेशमा उम्मेदवार बन्न पाइन्छ, सङ्घमा उम्मेदवार बन्न पाइन्छ। विदेशमा बस्नुहुने साथीहरू नेपालमा गएर प्रत्यक्ष राजनीति गरेर देशको सेवा गर्न चाहने, आफू अब आर्थिक रूपमा पारिवारिक रूपमा आफू अब अलिकति व्यवस्थित भएको छु भन्ने लाग्छ भने उहाँहरूलाई म वेलकम गर्न चाहन्छु, उहाँलाई निमन्त्रणा गर्न चाहन्छु। उहाँलाई सबैले नेता बनाउने, हामी नेता बनाउँछौँ, हामी उम्मेदवार बनाउँछौँ, तपाईँहरूलाई आह्वान पनि म गर्न चाहन्छु साथीहरू। अब अर्को, विदेशबाटै भोट हाल्न पाउनुपर्छ भनेर हामी पार्टी स्थापनादेखि काम गरिरहेका छौँ साथीहरू। विदेशमा बसेको नेपालीले विदेशबाटै भोट हाल्न पाउनुपर्छ भनेर हामी लागिरहेका छौँ। अहिले निर्वाचन ऐन संशोधनको लागि अगाडि बढिरहेको छ। अदालतबाट यो चाहिँ विदेशमा भोट हाल्ने वातावरण बनाऊ भनेर निर्णय गरिसकेको विषय हो। त्यसलाई कार्यान्वयनमा ल्याउनको लागि हामी भनिरहेका छौँ, हामी त्यसमा लडिरहेका छौँ। तपाईँहरूको पनि साथ होस्, त्यसमा हामी कोसिस गर्नेछौँ। र अर्को अघि एउटा गम्भीर विषय उठाउनु भएको थियो साथीहरूले, म त्यो यहाँलाई नछुटाइ गरेर भन्न चाहन्छु। हामीले प्रदेश खारेजीको कुरा अहिले गरेका छैनौँ, हामीले सङ्घीयता खारेजीको कुरा अहिले गरेका छैनौँ। दुई तिहाईको बहुमतले संविधान संशोधन गरेर गर्न सक्ने ती कामहरू हो। यदि आवश्यक पर्यो भने संहिता खारेजीको पनि बहस गरौँला, प्रदेश खारेजीको पनि बहस गरौँला। तर अहिले प्रदेशको संरचना मोडालिटीलाई परिवर्तन गरौँ। सानो खर्चबाट अहिले भइरहेको खर्चभन्दा 10% मात्रै खर्चले पुग्ने गरी 90% खर्च बचाउने गरी देशको ढुकुटी बचाउने गरी हामीले चाहिँ प्रदेश सभा खारिज गरौँ र प्रदेशको संरचना सानो बनाऊ भन्ने हाम्रो हो। र संहिता खारिजको विषयमा हामीले कहीँ बोलेका छैनौँ, हिजो पनि बोलेका छैनौँ, आज पनि बोलेका छैनौँ। साथीहरू त्यसमा कन्फ्युज नहुन म अनुरोध गर्न चाहन्छु। फेरि पनि यहाँहरूसँग भेटघाट गर्ने, यहाँहरूसँग यस्तै भलाकुसारीहरू गर्ने त्यो चाहिँ समय निकाल्ने कोसिस गर्नेछु। विश्वभरि फैलिएका लाखौँ नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आर्थिक बौद्धिक ज्ञानशील देशले स्वागत गर्नुपर्ने छ, बोलाउनु पर्ने छ। त्यो गरिरहेको यो चाहिँ चलिरहेको भोट अचलेको जुन अवस्था छ त्यसको हेर्नुपर्ने छ साथी। मेरो आवाज गएको भन्ने कुरा आयो, माइकको आवाज गएको भनेर। त्यस कारणले यहाँहरूले मैले लगभग भन्ने कुराहरू भने यहाँसँग फेरि भेट्ने बाछा गर्दै यहाँले आज लामो समयसम्म पर्खिनु भयो।
मेरो केही कुराहरू सुन्नुभयो। म यहाँलाई भन्छु, प्रतिबद्धता व्यक्त गर्दछु। रासोमा एक ढिक्का छ, रासोमा एक ढिक्का हुन्छ। 10 वर्षसम्म हामी निरन्तर अविचलित भएर काम गर्नुपर्नेछ। त्यसमा हामीले सुशासन कायम गरेरै छोड्नुपर्नेछ। हामीले भ्रष्टाचार कम्ती गरेरै छोड्नुपर्नेछ। विदेशमा बस्ने तमाम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अहिलेसम्म तपाईँहरूले गर्नुभएको साथ र सहयोगको लागि म हार्दिक धन्यवाद दिन चाहन्छु। 3 वर्ष हामीले पुरा गरेका छौँ। अब यसभन्दा पछाडि अझ तपाईँहरूको साथ र समर्थन अझ बढी चाहिनेछ। यो अब आजबाट सुरु भएको 14औं वर्ष अब हामी सँगै मिलेर अर्को वर्ष अझ उत्साहजनक तरिकाबाट सभापतिलाई पनि हाम्रो अगाडि राखेर मनाउन पाइयोस्। त्यही म अपेक्षा र त्यही आशा गर्दै तपाईँहरूको बिदा हुन्छु। धन्यवाद।